अनि त्यसो त बाबु कहिले आयो काठमाडौँबाट? भएछ 3-4 दिन जति। ए कस्तो छ त्यताको? के हुनु सर, यस्तै हो। गाउँ जति रमाइलो छैन। त्यो पनि हो हुन चाहिँ। ओहो दाइ नमस्ते। नमस्ते बाबु, सर पनि नमस्ते। नमस्ते दाइ नमस्ते। के हो दाइ त खेतबारीमै व्यस्त हुनुहुँदो रहेछ, कता सकिन्छ हो दाइको काम? के गर्ने बाबु, गाउँघरमा खेतबारी भनेकै संसार रहेछ। अब सकिन आँटिसक्यो बाबु, अब जाने हो। हिँड्नुहोस् न त जाउँ सँगै। गाउँमा खेतबारी गर्ने पनि कोही रहलान् जस्तो छैन। युवाहरू जति सबै विदेश सके। पहिले यही बाटो बारीमा हेर्दा युवाहरूको घुइँचै देखिन्थ्यो। अहिले त आफ्नै गाउँ सुन्ने लाग्छ मलाई। के गर्ने सर, देशको अवस्था राम्रो भइदिएको भए सम्पूर्ण युवाहरू यतै रहन्थ्यो होला। देशको अवस्था राम्रो नभएको कारण सम्पूर्ण विदेशी परिरहेछ। अब त यस्तो लाग्छ सर, गाउँघरको बाटाघाटाले पनि युवाहरू कुरिरहेको छ जस्तो लाग्छ सर। गाउँतिर आउँदा पनि यस्तो लाग्छ कि गाउँको खुसी चहल पहल सबै विदेशतिरै लागिसक्यो जस्तो। खै युवाहरूको कुरा कसैले बुझ्दैनन् यता। नमस्ते आमा। नमस्कार बाबु, बस न बस। आमा ढोक गरे बाची रहेछ बा, आइज बस। मलाई देखेर त ठ्याक्कै आफ्नो नातिको झल्को आउँछ। अहिले भने हो विदेश छ, दिनमा 100 पटक पुकार्छ यो मनले उसलाई। तर ऊ भने जबसम्म देश बन्दैन तबसम्म आउँदैन भन्छ। यस्तै छ हेर बाबु। अनि बाबु भोटर आइडी बनायो त? बनाए नि सर। यसपालि त कोही राम्रो मान्छे आउला र उसलाई जितोला भन्ने आशमा भोटर आइडी बनाएको छु। खै के हुने हो। मैले पनि हिजो मात्र गएर छोराको भोटर आइडी बनाएँ सर। यसपालि भोट चाहिँ कसले हाल्ने होला सर? हामी अहिले नाच्थ्यौँ न, कुनै न कुनै वैकल्पिक पार्टी त आइहाल्छन्, त्यसैलाई भोट दिउँला। अब त मेरो अन्तिम आशा भनेकै बालेन हो बाबु। कति आए हामी देश बनाउँछौँ भन्दै। जति जोगी आए पनि कानै चिरेका कसैले सकेन। जसरी मैले आफ्नो छोरालाई बाकसमा देखेर तडपी रोएकी छु, त्यसरी अब कुनै पनि आमाले आफ्नो सन्तानलाई देख्न नपरोस् बाबु। यो देशलाई अब बालिन जस्ता युवाको खाँचो छ बाबु। मेरो आँसु र शब्दहरू कसैले बालिनसम्म पुर्याइदिए त मेरो आत्माले म मरेपछि शान्ति पाउने थियो। यो देशको बागडोर सम्हाल्न अब उनको आवश्यक छ बाबु। उनी अहिले नआए कहिले आउँछन्? म मरेपछि आउँछन्? देश सकिएपछि आउँछन् उनी? कहिले आउँछन् उनी? नेपाल आमाले उनलाई पर्खेर बसिरहेकी छिन्। उनलाई अब देशले पुकारिरहेको छ बाबु। उनीसम्म मेरो आँसु पुर्याइदिए, मेरो पुकार पुर्याइदिए बाबु। उनीसम्म मेरो पुकार पुर्याइदिए। आमा हजुर नरुनुहोस् आमा। हजुरका यी शब्द बालेनसम्म अवश्य पुग्नेछ। हजुर जस्ता बुढा मान्छेको आँखाबाट झरेको आँसुले उनलाई राजनीतिमा अवश्य ल्याउनेछ। अनि देश हजुरहरूले सोचेको जस्तो, हामीहरूले सोचेको जस्तो एक दिन पक्कै बन्नेछ आमा। एक दिन पक्कै बन्नेछ बाबु। अब म बाँचुन्जेल एउटा सुन्दर देश हेर्न चाहन्छु, जहाँ युवा विदेशको ढोका ढकढकाउन होइन, आफ्नै देशको माटोमा लटपटिएर रोजगार प्राप्त गर्न सकुन् बाबु। मेरो अब अन्तिम इच्छा भनेकै सुन्दर देश हेर्नु हो बाबु, सुन्दर देश हेर्नु हो। आमा त्यो दिन अवश्य आउनेछ आमा। युवाहरू उठ्दैछन् अनि जाग्दैछन्। देश बदलिन्छ आमा, देश बदलिन्छ। तपाईँको सपना एक दिन अवश्य पुरा हुनेछ आमा।